हेलो गाइज, वेलकम टू माई न्यू ब्लग है। अनि आज चाहिँ म ससुरालतिर जाँदै थिएँ अनि ससुरालतिर जाने क्रममा बाटोमा यस्तो हाँसको बच्चाहरू यति धेरै देखेँ क्या। त्यसपछि भिडियो बनाएको, पहिला बनाएको थिएन। अनि हाँसको बच्चाहरू यति धेरै पुरै सेतो क्या। अनि भिडियो बनाएको। अहिले चाहिँ म स्याङ्जाबाट मास्तिर गाउँतिर उक्लिँदैछु। स्याङ्जामा चाहिँ भिडियो बनाएन, स्याङ्जाबाट माथि गाउँतिर उक्लिँदैछु है। सबैले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला अनि सेयर सब्सक्राइब पनि गर्नु होला। कमेन्टमा को कहाँबाट हो भनिदिनु होला है। स्याङ्जातिर को हुनुहुन्छ कमेन्टमा भन्नु होला। गाडीमा बसेर भिडियो बनाएको, गाडी हल्लिएर त्यति साह्रो उस चाहिँ आएको छैन, तर सिन चाहिँ दामी छ। अहिले चाहिँ म ससुराली गाउँको नजिक पुगिसकेँ होइन। सुन्तलाको बगैँचा कि स्याङ्जातिर सुन्तलै राम्रो हुने क्या। सुन्तलाको सिजनमा चाहिँ यो एरियामा भ्यू चाहिँ दामी देखिन्छ क्या। अनि मैले चाहिँ हिजो भिडियो बनाएन, ससुराली पुगिसकेपछि नि भिडियो बनाएन। अनि आज चाहिँ फर्किँदा भिडियो बनाएको, फर्किन लागेको यस्तो दामी भ्यू देखेको क्या। अनि भिडियो बनाएको। सिन चाहिँ बवाल छ क्या। अनि त्यो पारी चाहिँ सल्लाघारी यस्तो दामी देखिन्छ क्या। त्यो सल्लाघारीमा चाहिँ पिकनिक स्पोट अनि पार्क एरिया छ क्या। त्यो सल्लाघारीभित्र चाहिँ बाहिरबाट जङ्गल जस्तो देखिन्छ होइन, तर दामी छ भित्र। पिकनिक स्पोट अनि पार्क दामी छ। यो उसभित्र जान चाहिँ यहाँबाट जाने बाटो छ, दामी छ भ्यू चाहिँ त्यहाँको। को जानु भएको छ कमेन्ट गरेर भन्नु। तल देखेको बजार चाहिँ स्याङ्जा बजार अनि स्याङ्जा बजार हो। अनि वरि तल देखेको बाटो चाहिँ मेरो गाउँतिर जाने बाटो भइहाल्यो। अनि यो एरियामा चाहिँ सल्लाघारी छ है। और यो तलको बाटो चाहिँ मेरो गाउँमा जाने बाटो हो। त्यो बाटोबाट माथिपट्टि हेर्दा यस्तो दामी भ्यू देखिन्छ कि पुरै सल्लाघारीको छ, दामी भ्यू देखिन्छ कि।
अनि यो मन्दिर चाहिँ स्याङ्जा भन्दा थोरै माथि गएको यस्तो दामी भ्यू देखिएछ। साइडमा सुन्तलाको बगैँचा दामी देखिएको छ के त्यो मन्दिर चाहिँ। अनि म स्याङ्जा बजार झरेपछि चाहिँ भिडियो बनाएन। अनि अहिले चाहिँ म स्याङ्जाबाट पोखरातिर लाग्दैछु। यो भालुपाहाड म यतातिर बाटो अलि कस्तो खराब रहेछ कि बिग्रेको रहेछ, यस्तो हल्लिरहेको गाडीमा। अनि त्यही भएर भिडियो पनि त्यति राम्रो देखे होइन होला। अनि त्यही नै हो। अहिले चाहिँ म पोखरातिर लाग्दैछु। अब चाहिँ भिडियो बन्द गर्छु म। भिडियो बनाउन नै अब चाहिँ म घर आइसकेँ। अनि ससुरालीबाट ल्याएको कोसेली हेर्दै यो चाहिँ खोले साग भइहाल्यो। अनि यो चाहिँ तिते भेन्टा अनि धनिया, यो चाहिँ इस्कुस भइहाल्यो। अनि त्यो चाहिँ डल्ले खुर्सानी भइहाल्यो। अनि यो चाहिँ हाल्छ है गाउँतिर। फलफुल चाहिँ यति साह्रो पाउँछ तर खाने मान्छे चाहिँ हुँदैन के यति साह्रो। कोही पाकेर झर्ने, कोही के पनि हुन्छ। गाउँमा जाँदा यसो अचार बनाएर खाइदिउँ भनेर लिएर आएको। हाल्छ आलु बाख्रा के भन्छ। अनि यो चाहिँ यसको लागि हो कि ल्याइदिएको खासमा। ल अहिलेको लागि चाहिँ भिडियो यति नै है।